हेलो गाइस, वेलकम टु आवर न्यू भिडियो। आज चाहिँ हामी फेरि मुकबाङ गर्न जाँदैछौँ। आज चाहिँ हामी सुँगुरको मासुको मुकबाङ गर्ने हो। त्यही भएर आज हामी चाहिँ सुँगुरको मासु किन्न जाँदा होइन, आज चाहिँ खतरा हुँदैछ। खाएको पकाएको सब देखाउँछ, सबै देखाउने आज खतरा होइन। कता ए हिँडेर हिँड एकचोट त अब भिडियो बनाउने। आज चाहिँ हामी तपाईँलाई देखाउने छौँ। यो चाहिँ हाम्रो बिल्डिङ बस्ने बाहिर निस्किने हो। टक्क बाटोहरू पुग्यो हामी हो होइन। अब हामी बिस्तारै अब हामी सिधै मार्केट जानेछौँ अनि देखाउनेछौँ। यो चाहिँ दुबईको नाइट लाइफ। पुरै आज चाहिँ राति भयो, 12 बजिसकेको छ। हामी चाहिँ आज पुरै होइन के गर्ने अरे मासु पकाएर खाने रातिमा। भोलि छुट्टी हो होइन। माइक ल्याउनु पर्छ होइन। यता हेर्नु मलाई क्यामेरा पक्रिनु नआएको के जस्तो है। यहाँ चाहिँ पुरै गर्मी पनि छैन आज त, हल्का छ होइन गर्मी। अब चाहिँ हामी आइपुग्यौँ वेस्ट जोन होइन। मेरो भाइ यहीँ छ। भाइ आज दरो सुँगुर मासु खान्छ अरे। अस्ति कुखुरा भयो, अस्ति कुखुरा खाएको भएन अरे, आज सुँगुरै खाने अरे होइन। आइपुग्यो हामी चाहिँ डक्टर मार्केट। सुँगुर मासु कहाँ चाहिँ खोज्नुपर्छ अब। त्यसै पर मासु पाउनु पोक सेक्सन अलग्गै हुन्छ है यहाँ त दुबईमा चाहिँ। यहाँ चाहिँ अब सुँगुर मासुको भण्डार छ हो। खतरा खतरा। कुन खाने सेतो भएको खाउँला आज। यहाँ सुँगुर मासु कति छ? 18 दिरहम यसलाई चाहिँ हो। सेतो खाने मिसेको छ नि सबै। यो खाने के यस्तो लाने र पिस बनाएको हेर न। मैले लगाएको छु नि त्यसरी। कुन चाहिँ राम्रो हो खाने धो के हो। त्यहाँ हेर त मासु अलिक भएको त्यही भएको छ। यो ठिक छ। यो सेतोको सेतो पनि चाहियो नि त फेरि। यो लैजाउँ हो, ठिक्क छ। यो मासु पनि छ हो। यस्तो रहेछ हो जुने भने एउटा गाइस। हाम्रो जियो ठिक भयो अब यसलाई नि हामी दामी छ। जियोहरूलाई पुगिहाल्छ। यहाँ मिडियम मिडियम। अब हाम्रो चाहिँ भेजिटेबल दिनुपर्ने हुन्छ गाइस। भेजिटेबल लानु पऱ्यो होला नि त होइन। सागसब्जी ए प्याज टमाटर त चाहियो। आज त उयो हाल्नु यार टिफिन हो। ए राम्रो छ नि। तिमी साग खाने भनेको होइन, साग लैजाउ न। रायो साग पनि पाउँछ गाइस दुबईमा चाहिँ। हजुर सानो सानो छ तर रायो सागै छैन। ए तिमी लैजाउ न नि उठाउ। हाला हाला पुग्छ छ। यो बेलचाना बेलचाना पनि छ हेर्नु। हेर्नु न यो त चाहिँ लाफाको लाफाको साग पनि छ। के बनाउने गार्लिकको कुरो यहाँ छ। ओनियन लानुपर्छ भने चाहिँ अलिकति भेजिटेबल रोप्दैछ। यस्तो हुन्छ ट्याक ट्याक टाँसिने हामीलाई भएर मेरो चाहिँ अब सुन्नु पर्छ गाइस। फिस सीफुड सेक्सन अक्टोपस के हो यो घुमी होइन। के घुमी हुन्छ यो घुमीको भित्र हो र। अस्ट्रो पनि खान्छ। अस्ट्रो यो स्केप टुना टुना हो यो। किङ फिस जस्तो छ। ए यहाँको फिस नाइट लाइफ। यहाँ चाहिँ यो सेक्सन पुरै होइन। मार्केट आज मार्केट घुम्ने गर्दै खतरा बनाउने खाने हो होइन। सबैजना देखाउने हो दिनभरि सुत्ने। यो चाहिँ मासु सेक्सन पुरै रेड मिट सेक्सन। पोल्ट्री सेक्सन। अरू के लाने हौ? ओ जिन्जर गार्लिक फ्राई पनि पाउँछ क्या। गार्लिक फ्राई पनि पाउँदो रहेछ। ल यार खानुपर्छ हौ।
चामल लिनु पर्यो गाइस चामल बिग्रेपछि हामीले चामल लानुपर्छ कुन चाहिँ चामल खाने मसिनो खालको यो दाना मसिनो भयो दामी हुन्छ क्या कति हो यो लैजाउँ त 1 केजी त पुगिहाल्छ होइन मसिनो छ त्यो गाइस हामीले चामल पनि लिइसकेको छौँ अब हामी जानेछौँ यहाँबाट होइन सिधै गरेर तपाईँलाई अब रुममा भेट्छौँ हामी हो ल गाइस हाम्रो यो सामग्रीहरू पनि सबै भइसक्यो किनिसक्यौँ होइन सपिङ पनि भयो डन र रुम जाँदैछौँ रुम गएर कस्तो बनाउने हो खाएको भिडियो पनि देखाउने तपाईँहरूलाई बनाएको पनि देखाउने होइन देखाउनै पर्ने हुन्छ हाम्रो सबै गरेको भोलि चाहिँ हाम्रो छुट्टी छ अब टन्न खाने टन्न सुत्ने होइन ल गाइस अब हामी पनि रुममा आइपुग्यौँ यो भिडियोमा चाहिँ सबै साउन्डै आएन छ माइक खराब भएर अलिकति अब त्यस्तै पर्यो अब हामी सब्जीहरू काट्दैछौँ मासु पकाउनु लागि यहाँ किचन चाहिँ एकदम अब यो पार्टिसन रुम भएर सेयरिङ किचन हो होइन पुरै एकदम यस्तै हुन्छ सबैको सामान यही हुन्छ कजाङ बुजुङ यस्तै छ हाम्रो चाहिँ प्लानिङ भयो टक्क साग बोइल गर्ने अनि सुँगुरको मासु बनाउने होइन यस्तै छ किचन चाहिँ गजाङ गुजुङ छ होइन कराई सराई बसायौँ हामीले इन्डक्सनमा अब म चाहिँ साग भुट्ने छु मजाले साग हालेँ साग हालेर एकछिन भुट्ने हो साग पनि भइसक्यो गाइस सबै कुरा भयो जस्ट बोइल साग हो यो चाहिँ सुँगुरको मासुसँग खानलाई साग पनि भयो गाइस खनाइदिएँ अब सुँगुरको मासुको लागि तेल हालिदिएँ आज चाहिँ हाम्रो माइकले कामै नगरेकोले गर्दाखेरि चाहिँ भोइस हाल्नु परेको मैले सबै काटकुट गरेर राखेको छ अब मासु रेडी छ सुँगुर मासु चाहिँ भाइले बनाउँछ आज भाइको हातको दामी छ क्या सुँगुर मासु एकदम मिठो बनाउँछ भाइ चाहिँ सुँगुरको मासुको च्याम्पियन हो मेरो लागि भाइको हातको सुँगुरको मासु चाहिँ खतरा मिठो हुन्छ क्या म पल्केको छु त्यही भएर चाहिँ भाइले बनाउँदैछ आज हाम्रो मासु चाहिँ खरिँदैछ गाइस पुरै एकदम खरियाएर बनाउँदैछ भाइले मासु चाहिँ दामी गरेर गाइस अब हाम्रो चाहिँ टमाटर पनि अब हाल्यो होइन मासु चाहिँ अलमोस्ट भइसक्यो होइन टमाटर पाकेपछि हामी हाल्दैन निकाल्दिने गर्छ बिहानदेखि हामी पनि भोकले खरिएको छौँ सुँगुरको मासु जस्तै खरिएको छौँ होइन हामी भाइले कति खाने अरे मासु र भात तोड्ने होइन आज त भाइले मेरो मोटापा तोड्ने होइन मोटाउनु चाहिँ हुँदैन है गाई पर्छ बनाउनुपर्छ यहाँ के अरे रायोको साग यहाँ छ हो बोइल होइन मासु पाकेको छ भात लगाएर यहाँ छ यस्तै छ हेर्नु है अब ठाउँ लाग्ने भएको रहेछ छैन ठिक चाहिँ नमिल्नु होला होइन यस्तै छ यो पाकिसक्यो अब होइन यो धनियाँ हाल्ने पाकिसक्यो अब टक्क धनियाँ हालेर निकालिदिने हो अनि बजाउने हाम्रो कुचुकुरो मुकबाङको खानाहरू यो सुँगुरको मासु चुवाचे साग लेमन राइस सिम्पल छ आज चाहिँ ल गाइस हाम्रो सबै कुरा रेडी भइसक्यो अब हाम्रो चाहिँ मुकबाङ सुरु छ है यहाँले उसको खाना भयो यो रायोको साग डल्ले खोर्सानी यो चाहिँ दार्जिलिङको है साथीले लिएर आएको लेमन भयो यहाँ छ अझै मासु दर तोड्ने आज हामी होइन रेकर्ड तोड्ने यहाँ चिप्स पनि छ पानी चाहिँ आज टक्क राख्नु पर्यो भने कि खैला पानी पनि राखिहाल्नुपर्छ यहाँ चाहियो भने ल गाइस सुरु गर्छौँ अब हामी एकचोटि ल त्यसो गरेर
सुँगुरको मासु जसले आउँछ नि त्यति मलाई यार त्यो यार भाइको हातको त्यो उयो छैन कि यो चाहिँ हाम्रो कुचुकुरो मुखबाङ 2 हो होइन सेकेन्ड पार्ट सानो हो यार भाइ त्यो चाहिँ अलिक जग्गाको चाहिँ प्रब्लम भएर मात्रै गएछ एकदमै जग्गै नै छैन भनौँ न बाहिर बनायो भित्र ल्याएर खायो यसरी अझ पनि पस्नै सही भइरहेको छ के भयो पानी पनि नसकिन्छ यार साग गाइस भाइको हातको सुँगुर मासुले चाहिँ म 10 मा 10 हो क्या भाइ हो कसम भयो यो सागलाई पनि 10 मा 10 दिन्छु म तपाईँले पकाएर त्यो चाहिँ मनबाट होइन होला चर्को रहेछ होइन मनबाटै हो ठिक छ बेला बेला यस्तो खान्न नुन बेसी भयो क्या हल्का कहिले कति रह्यो तिमीले सही भयो त यो सोधे हामी चाहिँ डल्लै गाइस ए कलिलो रहेछ भोलि चाहिँ मलाई साह्रो पर्छ क्या पानी पानी पक्का हो त्यो खाऊ भयो हेब्बी मजा आउँदैछ गाइस बिहानदेखि भोसो बिहानदेखि भोके भएको फाइदा भयो क्या बेनिफिट भयो होइन भाइले यस्तो दामी आयो तर कसम होला मैले अहिलेसम्म दुबई आएदेखि नि यसरी मैले खाएको पनि क्या यस्तो मिठो मैले बनाएकै सोधेको क्या
यो त नेपालकै सुँगुर परे जस्तो छ त्यो त हो दामी भयो क्या मैले त तिमीलाई अस्ति भनेको थिएँ नि त्यो दोकान दामी छ भनेर तपाईँहरूले अस्तिको भिडियो पनि दामी माया देखाउनु भएको छ होइन 100वटा भ्यू चाहिँ आएको छ आउँछ बिस्तारै मरेर 5वटा लाइक चाहिँ गराएको छु मैले भनी गरेको त्यही पनि अब चाहिँ जाने बुझी नै गरिदिनु होला तपाईँहरू होइन त्यसो भिडियो हेरेर सानो सानो युट्युबर हो हामी होइन अलिकति लाइक यसो सब्सक्राइब गर्ने अनि कमेन्ट पनि गर्ने गरिदिनु होला त्यही भन्न चाहन्छु त्यही खुसियालीमा मासु थप्छु म होइन तिमी मासु नहाल्ने के भन्छ भयो मासु भयो ग्रेभीमा त हाल्दैन अलिकति ल्याउन हौ 2 पिस हाल्नै मासु नहाल्नु चाहिँ फाल्दिनु मलाई हो तिमीलाई थोडी हाल्नु त्यो उयो ग्रेभी हालिदिनु पर्छ हाल नि तिमी उतापट्टिको हो त्यो अलिकति भयो अब यति खान्छ भने के भएको यार सुँगुरको मासु त 2-3 पिस खाएको थियो अगाडि 2-3 पिस हाल्नु पर्छ लेमन गाइस साग हेर्नु न साग बनाएर आएको दामी हुन्छ त यो मासु बनाउँदैछ गाइस सुँगुर मासु रायोको साग हो म त एउटैमा आएको छ नि यो रुम चाहिँ साह्रै सानो भएको छ हाम्रो साग गाई तर साग चाहिँ बबाकै हो यसरी गऱ्यो भने नि यो बोसो खायो नि साग खायो भने चाहिँ काटे जस्तो हुन्छ क्या अमल हुनुबाट रोक्छ क्या यसले चाहिँ बुझ्यौ जादु मजा भयो अब यति खान्छ मैले भएको छ नहाल्नु प्लिज सबै खानु न भयो यार बेसी अहिले यति चाहिँ हाल्दैन हो बाइकले सुँगुर मासु बनाएर दामी बनाएको छ आज चाहिँ भोलि पनि एक हालिदिनु पर्छ होला हौ सुँगुर मासु भोलि चाहिँ छुट्टी छ गाइस हाम्रो अब टन्ना खाने हो होइन राति 1-2 बजिसक्यो भोलि ट्याक्का लगाएर 3 भन्न लाग्यो 3 बज्न लागिसक्यो नि भोलि 2 बजीसम्म सुत्ने लगाइस अब अलमोस्ट सकिँदैछ हाम्रो खानेकुरा होइन खानेकुरा होइन खाएर अझै डल्दैछ नि ल मैले खोर्सानी त बेसी खाने फेरि मलाई भोलि प्रब्लम हुन्छ यार खाने चाहिँ मन लाग्छ कि सुँगुर मासु गाई
खान्छ यो वाह खानु नि भात वाह बोल्दिन तिमी हो मुखबाङ सकिरहेछ अब हाम्रो आजलाई यति नै थियो होइन ल गाइस आजको मुखबाङ पनि सकिसकेको छ अब यति नै हो यहाँभन्दा अब धेरै खान सकिँदैन हामी पनि टक्क खाने ओर्ने सुत्ने होइन तपाईँले भिडियो हेरेर मन पर्यो भने लाइक सेयर सब्सक्राइब त्यति चाहिँ गर्नै पर्ने हुन्छ होइन सब्सक्राइब गरिसकेपछि एउटा लाइक र कमेन्ट चाहिँ छोडिदिने क्या हेरिसकेपछि होइन गाइस मन परेमा एकदम सपोर्ट गर्नुहोस् होला हामीलाई अझै मन पराउनु भयो तपाईँले लाइक 250 पनि होइन 20-30 लाइक आयो भने पनि हामी फेरि अर्को भिडियो ल्याउँछौँ होइन दामी योभन्दा अझै इम्प्रुभ गर्नेछौँ भिडियोलाई बिस्तारै बिस्तारै होइन बोला न हौ के साह्रो लगाएको मलाई त बोल्नै आउँदैन पकाउन मात्रै आउँछ गाइस लगाइस त्यही हो सबै साफसफाइ गर्नुपर्ने छ हाम्रो 4 बज्छ होइन आज बज्छ ल गाइस थ्याङ्क यू भेरी मच